सबैजनालाई नमस्कार। आज पनि हामी भिडियोको साथमा आएको चाहिँ यस्तो गर्मी छ है। गरिमा विकास ब्याङ्कमा चाहिँ एसी भिडियो भनेर आएको थियो अनि आउटडोर चलेन भनेर आइयो। ठाउँ पनि यस्तो अप्ठ्यारोमा बसेर अनि भित्र सब चेक गरेको भित्र इन्डोरहरू सब ठिकै छ अनि आउटडोरमा चेक गरेको चाहिँ यो कनेक्टरमा यो जलेछ, कनेक्टरहरू जलेछ, क्यापेसिटर गएछ। अब हामी चाहिँ यो सकेर यसलाई एकचोटि ट्राई गर्नुपर्नेछ, टेस्ट हुन्छ हुँदैन यसरी रिपेयर गरिदिएछ। ठाउँ यस्तो अप्ठ्यारो छ कि टेक्निसियनहरूले चाहिँ जे होस् अलिक दिमाग लगाएर अलिकति आइडिया लगाएर अनि आफ्नो ज्यानको पनि सुरक्षा राखेर चाहिँ काम गर्नुपर्छ भन्ने धारणा गर्नुपर्छ। नत्र चाहिँ पहिला सेफ्टी फर्स्ट अनि मात्रै है। ल अब चल्छ कि चल्दैन भनेर म माथि दिन्छु, कुरा दिन्छु। चल्यो भने हामी स्टार्टिङ गरेको यहाँ हेर्छौँ है त। ल अब चल्छ चल्दैन पहिला हामी यहाँनिर चाहिँ स्टार्ट गर्न लगाएको छु माथि फोन गरेर। अब यहाँ हेरौँ चल्यो भने चल्यो भनेर हुन्छ। अर्थिङ हानिरहेको रहेछ, नत्र त यहाँनिर अलिक छुने पनि काम हुन्थ्यो। थोरै बाहिर बाहिर जिर अर्थिङ हानिन्छ। म पनि त्यस्तै ठाउँमा छु किनभने म पनि चिसै ठाउँ, अलिकति पानी अनि पसिना आइरहेछ शरीरमा। क्लाइम मिटरले एकचोटि एम्पियर पनि चेक गर्नुपर्छ होला स्टार्टिङ भयो कि भएन भनेर। अफ पो भएछ मिटर। ल डिसी भयो, एसी एम्पियर हामी लगाएर हेर्छौँ। यहाँ पनि लगाएर हेऱ्यौँ, एम्पियर मिटर पनि झुन्ड्याउँ त झुन्ड्याउँ, तर हेर्न अप्ठ्यारो भयो। ल अहिले कति छ? 0 0 0 0 छ, चलेको छैन हाम्रो। स्टार्टिङ हुन्छ हुँदैन पहिला हेर्नु पर्यो। पर्खिनुपर्छ लाइनलाई आउटडोरमा आइन्जेलसम्ममा। नन इन्भर्टर एसी थियो। ल उसके त चार्ज प्रेसर हामीले स्टार्ट पनि गऱ्यौँ। यहाँ यसरी 11.18 एम्पियर खाइरहेछ। कम्प्रेसर पनि स्टार्ट भयो है त। ल सक्सेसफुल।